Hi guys, welcome back to my channel. This is me Jamuna, and in this video we are going to cook पकौडा हैन प्याजको पकौडा। अनि किन भन्दाखेरिमा चाहिँ यो चाहिँ खास अहिलेको भिडियो हैन गाइजहरु हैन, यो 2 दिन अगाडिको भिडियो हो जब चाहिँ यहाँनिर एकदम भारी वर्षा भइरहेको थियो नि त हैन। अनि यस्तो बारिसको मौसममा चाहिँ हजुरहरुलाई के चाहिँ खान मन लाग्छ हैन, हुन्छ नि अब कसैलाई चाहिँ अब केही खान मन लाग्ने हैन। हाम्रो घरमा चाहिँ के छ भन्दा पानी पर्नु हुँदैन पकौडा खाऊँ भन्ने हुन्छ के हैन। अनि त्यही भएर चाहिँ हामीले आज यस्तो प्याजको पकौडा बनाउँदै छौं गाइजहरु हैन। ठ्याक्कै एउटा बाटामा चाहिँ पुरै चाहिने इन्ग्रेडियन्ट्सहरु राखेर अनि त्यसलाई चाहिने सबै मसलाहरु राखेर मजाले मुछेर चाहिँ अनि हाम्रो यहाँ के रे पाकिदै छ हैन। पकौडाहरु चाहिँ मजाले पाकिदै छ। हजुरहरुलाई चाहिँ यस्तो जाडोको मौसममा अरु के गर्नु मन पर्छ प्लिज कमेन्ट डाउन बिलो होस्। अनि यो अहिले चाहिँ हाम्रो यस्तो पकौडा पनि अब यसरी यति छिटो रेडी भइसक्यो हैन। र पकौडा अब यो प्याजको पकौडा मात्र किन खानु भनेर चाहिँ अब हामीले चाहिँ अझै त्यो आलुलाई पनि मजाले स्लाइस गरेर चाहिँ अनि त्यसलाई नि त्यो बेसनको चाहिँ त्यो पेस्ट बनाएर त्यसमा चाहिँ लगाएर अनि त्यसरी नै यसै चिप्स जस्तो बनाथ्यौं के हैन। र अब त्योसँगै खानु पर्यो, अब त्योसँगै अब चटनी पनि त खानु पर्यो नि त। चटनीको लागि चाहिँ हाम्रो बारीमा चाहिँ धेरै पतिनाहरु भइरहेको छ अहिले, त्यही भएर पतिना चाहिँ गङतिर टिप्न गथ्यो। अनि त्यही उले चाहिँ अब अचार चाहिँ उले बनाएको हो के हैन। तब हाम्रो यस्तो डिलिशियस आलु पकौडा अनि त्यसपछि पकौडाहरु रेडी भइसकेको छ। चटनी विथ चिया। अब मम्मीलाई सोधौँ है त कस्तो छ। मम्मी हजुर ल टेस्ट गरेर बताउनु त कस्तो छ। ल खानु न खानु कस्तो मिठो छ। अनि यहाँ चटनी छ नि त, अनि चटनीसँग खान पर्दैन। त्यो आलु त्यो आलुवाला ट्राई गर्नु त। ल ट्राई चिया ल ट्राई कस्तो छ। मिठो छ। ल मिठो 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 भनिदिनु न त। मिठो 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 थ्याङ्क यू छोरी थ्याङ्क यू। कान्छी यो ट्राई गरे त कस्तो छ। आलु खाऊ छोरो ट्राई कस्तो छ। सानी बेबी कस्तो भयो। अल्ट्रासोले भनिदिनुस् न यहाँ कस्तो भयो। One, two, three, go.